दार्जिलिङको गन्तव्य सुरु भइसकेको छ। दार्जिलिङको लागि इन्डियन गाडीमा चढिसक्यौँ। मैले हामी इन्डियामा प्रवेश गरिरहँ। हामी चाहिँ यो दार्जिलिङको एउटा चौरमा छौँ अहिले। एक दुईवटा फोटोसोटो खिचेर अब यसो अब फेरि यो चाहिँ मेन भ्यू पोइन्ट रे। एकैछिनमा हामी जानेवाला छौँ अर्को ठाउँमा। फर्स्ट टाइम आएको, अब कुन ठाउँमा जान्छौँ त्यो मलाई ठ्याक्कै थाहा छैन। सो भ्यू देख्न सक्नुहुन्छ, राम्रो छ। यहाँ आइदिउँ त्यही गाडीमा चढ्दैछौँ। अब हामी देख्न सक्नुहुन्छ यस्तो राम्रो भ्यू छ दार्जिलिङको चाहिँ। यहाँ चाहिँ इन्डियन गाडीहरू छन्, हामीले यसरी चढेर आउनुपर्ने हुन्छ। हामी चाहिँ यो गाडीमा चढेर अब जानेवाला छौँ अर्को ठाउँमा। हजुरलाई देखाउनेछु मैले। हामी चाहिँ अब दार्जिलिङ आइसकेको छौँ। यो चाहिँ दार्जिलिङको भ्यू देख्न सक्नुहुन्छ, यस्तो राम्रो छ। साथीहरू अगाडि हिँडिरहन्। एकदमै राम्रो भ्यू छ। यहाँ चाहिँ राम्रो रहेछ। यता दार्जिलिङ उता चाहिँ उताभन्दा चाहिँ यता धेरै राम्रो रहेछ, देख्न सक्नुहुन्छ। दार्जिलिङको मेन ठाउँ चाहिँ दार्जिलिङको मेन ठाउँ नरहेछ, थाहा भएन मलाई चाहिँ। अब अर्को ठाउँमा जाँदैछौँ जुन चाहिँ दार्जिलिङको मेन ठाउँ हो कि मतलब मेन पोइन्ट हो। यहाँनिर सर पनि हुन्छ, देख्न सक्नुहुन्छ। अब हामी जानेवाला छौँ दार्जिलिङको मेन पोइन्टमा। म चाहिँ आज चाहिँ हाम्रो डे 4 हो। अनि यहाँ हाँसहरू पनि पानी देख्न सक्नुहुन्छ। सो अब एकदमै रमाइलो भइरहेछ फोटो खिच्ने यताउति। मान्छेलाई अब भ्यू हेर्नुभन्दा पनि हल्का फोटो खिच्नेमै ध्यान गइरहेको, चाहे मेरो होस् चाहे सबैको होस्। त्यो चाहिँ म चाहिँ मेरो चाहिँ आफ्नो काम गरिरहेको छु, भ्लग बनाइरहेको छु। तपाईँहरूले देख्न सक्नुहुन्छ राम्रो राम्रो भ्यू छ। तपाईँसँग यदि टाइम छ भने आउनु सक्नुहुन्छ दार्जिलिङमा घुम्नको लागि। सब ठिक भइरहेछ। पहिले फोटो खिच्ने चक्करमा छन्, राम्रो राम्रो फोटो खिचिरहन्। यता चाहिँ ट्रेन आउँछ, तपाईँहरूले देख्न सक्नुहुन्छ। हामी चाहिँ आज जाममा परेको छौँ, किनकि अब यहाँ एकदम टुरिस्टहरू धेरै हुनुहुन्छ। सो जाममा परेको कारणले यहाँ हिँड्नु परिरहेछ। देख्न सक्नुहुन्छ भ्यू यस्तो दामी भ्यूहरू छ यहाँ। हामी चाहिँ टिकट काटेर भित्र आइसकेको छौँ। अरू तपाईँले देख्न सक्नुहुन्छ भ्यू कस्तो भन्ने कुरा। पछाडि पनि एकदम राम्रो यहाँ होटलहरू देख्न सक्नुहुन्छ। राम्रो भ्यू छ। यहाँ चाहिँ कसको सोहिदवाला सायद कोही देख्न सक्नुहुन्छ। मेरो पछाडि चाहिँ पहिलादेखि चढ्ने ट्रेन पनि देख्न सक्नुहुन्छ। एकदमै रमाइलो छ यहाँनिर। विभिन्न ठाउँको मान्छेहरू हिँडिसकेर देख्न सक्नुहुन्छ। यो मिनी ट्रेन हो के हो, अब सानो हो। यो कोइलावाला रहेछ, तर प्रदूषण चाहिँ गरिरह। एकदमै राम्रो भ्यू छ। तर अहिले चाहिँ हल्का घाम लागिरहेछ। सो हल्का गर्मी हुन लागिसक्यो मलाई चाहिँ। आफ्नो कल्चरल ड्रेसमा हुन्छ नि, त्यसको हुन्छ नि खिचिरहनु भएको छ धेरैले। एकदम रमाइरहनु भएको छ, इन्जोय गरिरहनु भएको देख्न सक्नुहुन्छ। हामी चाहिँ अहिले जूमा जाँदैछौँ। यहाँ एकदमै धेरै हेर्ने मान्छेहरू हुन्छ। अब यहाँ रमाइलो पनि भइरहेछ। तर बाइचान्स यहाँ छुट्यो भने चाहिँ हामी नेपाली भएको कारणले चाहिँ इन्डियन नम्बर पनि छैन। सो गाह्रो हुन्छ। तर यदि राम्रो जाने भने चाहिँ गाह्रो हुँदैन। यहाँ के देखिन्छ हुन्छ नि, हल्का राम्रो भ्यूहरू चाहिँ म हजुरलाई देखाउने छु। के देखिन्छ यहाँ, मतलब जूमा अब के छ यहाँनिर देख्न सकिन्छ। धेरै मान्छेहरू इन्डियाको नै हुनुहुन्छ होला। यहाँ त यस्तो रहेछ कि जस्तै कलेजहरू पनि छ, तर नेपालीहरूले धेरै पढ्ने के एउटा बाहिरदेखि बुझेको। मतलब पहिला नेपाली इतिहासमा अब नेपाल अब केही सम्झौताले नेपाल के अरे दार्जिलिङ इन्डियाको भयो नि त। सो यहाँ एकदमै राम्रो खिच्यो देख्न सक्नुहुन्छ। हामी यता जाँदैछौँ यहाँभित्र। पद्म जनाइदु हिमालयन जियोलोजिकल पार्क। यस्तो भिड छ देख्न सक्नुहुन्छ। यदि बाइचान्स म यहाँ हराएँ भने के हुन्छ क्या, नम्बर पनि छैन इन्डियन। सो गाइस गाह्रो पर्छ। सो हराउनु भएन। के भन्छ वाउ, देख्न सक्नुहुन्छ यो जनावरलाई। यो चाहिँ सायद निलगाई होला मेरो विचारमा। सो थाहा छैन मलाई चाहिँ नाम। उहाँ पनि घाँस खाइरहेको देख्न सक्नुहुन्छ। यहाँ चाहिँ अर्को जनावर छ, यसको नाम के हो थाहा छैन। पुरै एउटै जातको छन् कि यिनीहरू चाहिँ। यहाँ चाहिँ छ चौरी गाई देख्न सक्नुहुन्छ। तर यहाँको जू कस्तो दामी के। साथीहरू यहाँ धेरै हुन्छ। अब बाहिरी मान्छेहरू पनि हुन्छ। अब धेरै त इन्डियादेखि हुन्छ होला यहाँ। हेर्नुहोस्
सक्नुहुन्छ चितुवा। यसको नाम चाहिँ मलाई थाहा छैन, तर एकदम राम्रो छ चरा देख्न सक्नुहुन्छ। विभिन्न किसिमका चराहरू, मतलब यसलाई अब चराको जातमै पर्छ होला, कुखुरा जस्तै हो, देख्न सक्नुहुन्छ। हेर्नु कति राम्रो छ, वन कुखुरा जस्तो देखिरह के हो, यिनी धेरै किसिमका चरा हुन्। अब कुन कुन चरा देख्न सक्नुहुन्छ यसलाई बाघ छ यहाँनिर। चाहिँ बसमा आइसकेका छौँ फेरि, त्यो अब दार्जिलिङ पुरै घुमेर अब चाहिँ हामी इलाम हुँदै पोखरा जानेवाला छौँ। एकैछिनमा मेरो मेमोरी चाहिँ फुल भएछ, सो मैले भिडियो बनाइरहेको छैन। अब सिधै मेरो पोखरा पुगेपछि भिडियो आउँछ। अब बाटोमा गर्न पनि सक्छ मेरो मुड के हुन्छ। आज हाम्रो डे 4 हो, डे 8 सम्म भिडियो आइरहेको छ, हेर्नु होला। मैले चाहिँ एकैचोटि पोस्ट गर्नेवाला छु, मतलब अहिले टाइम मिल्दैन, सायद पोखरामा गएर गर्न सक्छु। अब हेर्नु होला, अरू त के भन्नु र, सपोर्ट गर्नु होला, धन्यवाद।